अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्यसले सबै उचित ठहरको खुला विरोध गर्छ। मूर्खले समझदारीमा सन्तुष्टि पाउँदैन, तर आफ्नै विचारहरू पोख्न पाए त्यो प्रसन्न हुन्छ। जब दुष्टता आउँछ तब अवहेलना पनि आउँछ, शर्मको साथसाथै अपमान पनि आइपर्छ। मानिसको मुखमा वचनहरू गहिरा पानी जस्तै हुन्, तर बुद्धिमानको फुहारा चाहिँ बुलबुले खोला हो। दुष्टको पक्ष लिनु अथवा निर्दोषलाई न्यायबाट वञ्चित गराउनु राम्रो होइन। मूर्खका ओठले आफ्नै माथि कहल ल्याउँछन् र त्यसको मुखले पिटाइ निम्त्याउँछ। मूर्खको मुख नै त्यसको सर्वनाश हो अनि त्यसका ओठ चाहिँ आफ्नै प्राणको पासो हुन्छ। पुरौटेका वचनहरू स्वादिष्ट घाँस जस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्। आफ्नो काम गर्नमा ढिलो गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो। परमप्रभुको नाम एक बलियो धराहरा हो, धर्मीहरू त्यहाँ दगुर्दै जान्छन् र सुरक्षित हुन्छन्।